नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई न्यू ब्लग होइन। फेरि पनि हजुरहरूको माझमा एउटा नयाँ छोटो मिठो ब्लग लिएर आइसकेको छु। थम्बनेल र टाइटल हेरेर थाहा पाइसक्नु भयो होला आजको ब्लग के हो भनेर। आज चाहिँ हामी घुम्न जाँदैछौँ। कहाँ भन्दाखेरि मानङकोट होइन। अहिले चाहिँ 10 साढे 10 भयो होइन। अनि अहिले चाहिँ अब केटाहरू नुहाइधुवाइ गर्न लाग्छन्। 12 बज्छ होला यहाँबाट हिँड्दा। टक्क खानासाना पनि खाएन भने भर्खर उठेको। म चाहिँ उठेको आधी घन्टा भयो होला। त्यही नै हो। अब टक्क लाएर आज गयो भइन्छ। अनि के कस्तो हुन्छ अब मानङकोट हो जाने, त्यही भ्यू हेर्न मात्र हो जाने होइन। भोलि बिहान चाहिँ भ्यू हेरिन्छ होला। आज गएर चाहिँ स्टे गरिन्छ। अनि भोलि बिहान चाहिँ उठेर भ्यू स्यू हेरेर अनि उताबाट खानासाना खाएर आइन्छ होला मेबी। त्यही नै हो। अब जे जस्तो हुन्छ सब देखाउँछु होइन। अब देखाउन पाएँ अब अलिअलि पाएन भने नि त्यसको लागि माफी चाहन्छु होइन। त्यही नै हो। अब अघि भर्खर उठेको म चाहिँ। अनि अचानक प्लान भएको कि कस्तो भएको भन्दाखेरि सुन्नुहोस् न। म सुतिरहेको थिएँ त्यति बेला 9:30 समथिङ भएको थियो होला। 9:30 भएको थियो। अनि दाइ आयो मेरो रुम डोर ढकढकायो, नक गऱ्यो। अनि उठ भन्यो। उठेँ अनि जाऊँ त भन्यो टाढ्दै। अनि उठ्ने बित्तिकै गएँ। किन रहेछ भनेर गएको। ल जाऊँ। अचानक बनेको प्लान। अनि ल त नि भनेर अहिले हामी चाहिँ 4जना भएको छौँ फिक्सै। 4जना जाने हामी चाहिँ टक्क लाएर। त्यही नै हो। नुहाउने भनेको यार खोइ के हुन्छ यस्तो छ यार हालत यार। ल त्यही नै हो केटा। एकछिनमा भेटौँ ल। अब खानासाना खान्छु म, नुहाइधुवाइ गर्छु होला सायद होइन। ल त्यही नै हो। अब झ्याप्प लाएर अहिले एकछिनमा भेटौँ न। सही हो। यस गाइज हामी चाहिँ हिँड्न लाग्यो। अहिले चाहिँ म रेडी भइसकेँ। आउटफिट चेक है। त्यही नै हो। अहिले चाहिँ हामी हिँड्न लाग्यो। दाइ पनि रेडी भयो है। ल त्यही नै हो। एकछिनमा भेटौँ न हिँडिसकेपछि यो बाटोतिर गर ल। सही हो। यसबाट हामी चाहिँ हिँडिसकेको छौँ। त्रिपल्लोड है यहाँबाट चाहिँ। त्यही नै हो। हाम्रो गाउँ चाहिँ यस्तो दामी देखिरहेछ। हिमाल चाहिँ देखियो होइन यार। ल त्यही नै केटा। हामी जतै गएर सन्चेको लागि पुग्छौँ। त्यहीँ गएर भेटौँ ल। अब आज चाहिँ मानङकोट हेर्न लागेको हामी चाहिँ अचानक प्लान है। आधी घन्टामा 9:30 हो कि 10 बजे भएको प्लान। अहिले 11 हो कि 11:30 भयो। जल्दी हो क्या जाउँ। ल त्यही हो केटा हो। अब मैले त्यतिर गएर भेटौँ ल। भ्लग्स आउँछ डर आउँछ। सही हो। एकछिनमा भेटौँ ल। केटा हामी चाहिँ त्यहीँ चौधरी भर्खरसँग बसिरहेको थियो। स्कुल सही हो। ल त्यही नै हो। हामी चाहिँ हिँडिसकेको अवस्था। 4जना मात्र मानङकोट। अचानक प्लान फेरि। मलाई चाहिँ कस्तो देखेको थाहा छैन है। अब डाइरेक्ट गएर वर्कसप गइन्छ। कस्तो आएको यो। ल त्यही नै हो। अब डाइरेक्ट वर्कसपतिर गएर रेस्ट हुन्छ एकछिन। बाइक साइक यसो बनाउनु दिने हो। देन आफ्टर चाहिँ अनि खाजासाजा खाएर उभिन्छौँ होला हामी चाहिँ। लाग्छौँ होला उता चाहिँ। त्यही नै हो। अहिले चाहिँ हामी आयौँ। दाइले चाहिँ चलाइराख। तिमी चौतारी चाहिँ भर्खरसँग बसिरहेको थियौँ हो। र त्यही नै हो। ल है त बाटो यस्तो बनाएछ यहाँ चाहिँ। यो यति उठाउनु लाएर छ। हुन्छ बिचाइसकेछ त्यो अस्ति भनेको होला। र त्यही नै एउटा विकास हुँदैछ। हाम्रो गाउँ बन्दैछ। त्यस बिच भयो भने मोटो ब्लग अवश्य आउँछ होइन। यता त फेरि यस्तो बिचा के हो यो कसम। ल केटा एकछिनमा भेटौँ ल है। सही हो। यस केटा हामी चाहिँ आइसकेको छौँ ल। हाइवे छिरिसक्यौ। टिलर आयो। अब चाहिँ टक्क लाएर मानङकोटतिर जाँदैछौँ हामी चाहिँ।
अब चाहिँ हाम्रो स्टप भनेको वर्कसपमा देन अनि हिन्दी हाल्ने हो अनि भोलि यो भ्लग चाहिँ पार्ट 1 पार्ट 2 गरेर आउँछ होला सायद होइन, किनभने लामो हुन्छ नि त, त्यो भएर त्यही नै भन्न चाहन्छु। यो चाहिँ यस्तो देखिरहेको छ अगाडि सही एकछिनमा भेटौँला है त केटा। अब वर्कसपतिरै भेटौँला, वर्कसपैतिर भेटौँला त सही। र केटा हामी चाहिँ आइसक्यो वर्कसप। त्यही नै हो वर्कसप, अब बन्दैछ धुँदैछ, त्यही नै एकछिन पछि हेरौँ न। खै अब चाहिँ हामी हिँड्न लागेको टक्क लाएर, टक्क रेडी भइसक्यो बाइकहरू चाहिँ। अब चाहिँ हामी हिँड्छौँ टक्क लाएर। र त्यही नै हो बाटोतिर गएर भेटौँ लागि जस्तो हामी चाहिँ बिटी चोक आइसकेको छ। यस्तो माहौल छ होइन, ट्राफिकले अब मन्टो गर्ने चलिरहेछ। ओ बाफ रे बाफ ट्राफिकमा आमाहरू यहीँ छन्। ल सही हो, अब भेटौँ ल। र यहाँ बिटी चोकबाट चाहिँ हिँड्यो के अरे, त्यही नै हो। आज मानुकोटतिरै गएर अब स्टे छ के हुन्छ अब त्यही नै हो। अहिले चाहिँ हामी लागिसकेको छौँ पिटी चोकबाट गमौटी तरफ। अगाडि सही हो, जाम गाडी कति धेरै हो गाडी पिटी चोकमा, पोखराको पिटी चोकमा गाडीहरू नै गाडीहरू, पछाडि गाडीहरू। ओ बाफ रे बाफ गाडी छ है। के हुँदैछ यहाँ, के हुँदैछ? त्यही नै केटा हो। हामी चाहिँ अब गमौली तरफ लागिसक्यो मानुकोट। अब उतै हो स्टे एकछिन त्यही नै हो, स्टे उतै गरिन्छ। त्यही नै हो। भोलि बिहान उठेर सनराइज हेर्न गइन्छ। ए पछाडि रहेछ ल सही हो केटा। अब एकछिनमा भेटौँला। बाटो त दामी भयो क्या फेरि गाइजहरू। नेपाल विकास हुँदैछ, देश बन्दैछ है, यता त यस्तो छ माहौल। त्यही नै हो केटा। अहिले चाहिँ हामी अमरसिंह आइसकेका छौँ। ओठ फुटेर औडा भयो। अब लाग्यो मानुकोटतिर है, के कस्तो हुन्छ बाटोमा सब देखाउने छु केटाहरू। यतै आहा होइन होला र हेर त्यहीँ उसै माहौल। ओ माई गड क्राउड पोखरामा क्राउड के भएको यस्तो फोहोर त्यस्तै भइरहेछ बाटोमा त्यस्तो गर्नु। केटा एकछिनमा भेटौँला। साउन्ड आएको छैन थाहा मलाई। सही हो भन्दैछ नेपालमा के हो दामी छ बाटो चाहिँ। कुन ठाउँ हो थाहा भएन, हजुरहरूले देखेर थाहा हुन्छ होला हजुरहरूलाई। त्यही नि ठाउँको नाम चाहिँ थाहा होइन, गगन गौडा समथिङ त्यस्तै भयो जस्तो लाग्छ बजार। त्यही नै होला सायद, अघि देखेँ जस्तो लाग्छ। एकछिनै म हेरेरै भन्छ है, बोर्डहरू हेर्छु है म है। आदर कृष्ण टोल रे, ए थाहा छैन मलाई त्यो, हजुरहरूलाई थाहा होला है। त्यही नै होला। एकछिनमा दौडले आइपुग्छ होला सायद। फर्स्ट टाइम आएको यता चाहिँ, फर्स्ट टाइम हो मेरो चाहिँ। उयो बाटो त भक्कु त्यही नै हो। दमौलीबाट चाहिँ क्लिन ठाउँ होला सायद मानुकोट जाने चाहिँ, मलाई चाहिँ थाहा छैन। म फर्स्ट टाइम आएको यो बाटो। बसमा चाहिँ आएको थिएँ, बाइकमा चाहिँ फर्स्ट टाइम हो। माथि गइसकेपछि मैले चलाउँछु होला अब त्यो भिडियो खिच्न पाउन। त्यही नै हो। एकछिनमा भेटौँला। बजार आइयो थाहा पाइँदैन, त्यो माथि
यो तनाउ कोत्रे तनाउ रे त्यहाँ चाहिँ आयो कोत्रे तनाउमा आयो केटा एकछिन केटा केटा हो हामी चाहिँ खजान ठाउँमा कुद्दै बाइक कुन ठाउँ हो यो थाहा भएन अब ट्याक्क लगाएर खाजा खान्छ अनि त्यसपछि चल्दैछ फेरि यस राम्रै छ ठाउँहरू चाहिँ यता त असार खेलिसकेछ त है त्यहाँ खेलिदियो कि खेत हिलो हिलोमा त्यही नै केटा एकछिन एउटा मैले हामी चाहिँ हिँड्नु लाग्यो है त टक्क लाएर त्यही नै खाजासाजा खाइयो हामी चाहिँ खाजासाजा खाएर अब टक्क लाएर अब दमौली भन्दा यतैबाट अरे उसहरू म्याप हेरेको त दमौली भन्दा यतैबाट अरे टक्क लाएर अब चाहिँ हामी हिँड्न लाग्यो खाजासाजा खायो मिठेर त यति आयो अझै महँगो रहेछ क्या हाइवे भएर होला होइन त्यही नै ल एकछिन एउटा मजा अहिले जाने बाटो यो माथिको त्यही रहेछ क्या डाँडा बाटो जस्तो रहेछ है ल त्यही नै केटा ल अहिले पछि भेटाउनु बाटोतिर अब कतिखेर बनाउनु मन लाग्छ त्यतिखेर अन्त सही like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's changed. आइपुग्यौँ है हामी मानुकोट जाऊँ यताबाट अरे उत्योमा जानु लाग्यो अब चाहिँ यहाँ तल नि छ अरे त्यस्तै त्यहाँ माथि पनि छ अरे तर माथि जाऊँ भन्ने सुझाव आयो होइन भ्यू चाहिँ यस्तो दामी छ कि यताखेरि लभलीको छोरी ल ओके ल त्यही नै एउटा हो यस गाइज हामी चाहिँ अहिले होटलमा आइसक्यौँ यो हाम्रो रुम चाहिँ एट्याच बाथरुम होइन टक्क लगाएर दामी छ भ्यू चाहिँ वाउ यस्तै छ एकछिन माथि गएर कफी सफी खाइन्छ त्यति गरेर भेटौँला है त्यो सही केटा हो हामी चाहिँ मानुकोटमा आइयो हुक्का छ कि यहाँको भ्यू यस त्यहाँ टावर रहेछ है ल यस्तै छ यतानिर चाहिँ जाऊँ न त्यहाँ नि यस गाइज हामी यहाँ ढक्क लाएरै फोटोसोटो खिच्यो कफी बन्दैछ अनि कफी खानु टक्क अनि अहिले एकछिन हो रहेछ यहाँ भ्यू चाहिँ कस्तो छ हेर्नुहोस् है त गाइजहरू फक है लभलीको छोरी है यो यस्तो कसम पानी आयो जति नै गरेर पानी आयो अब कफी सफी खान गइन्छ अनि टक्क ल एकछिन पछि भेटौँ है त मानुकोटबाट भ्यू कस्तो दामी देखिन्छ तल चाहिँ ल सयो म्याजिक नि अहिले चाहिँ हामी खानासाना खाएर होइन टक्क लाएर ओइ बाटोदेखि टक्क लाएर रुमतिर जानु लाग्यो अन्त रुमतिर बसेर अब गफसफ गरेर दाइहरूसँग टक्क लाएर सुत्ने हो अनि भोलि बिहान 6 बजे उठेर सनराइज हेर्न आउने टक्क त्यही नै देखाउँछ अब त्यो चाहिँ पार्ट 2 मा आउँछ होला होइन टक्क लाएर कहाँ आयो यस्तो मिठो देखियो क्या तल दमाउनु चाहिँ सयो
side.